तातो छ। सलाम अलैकुम। कुल्लु तमाम मिया वल्लाही अल्लाह इजेन। सौदी अरब जङ्गलमा भेडा चराउँछु, सन्चै छु हजुरसँग बोल्न पनि डराउँछु। सौदी अरब जङ्गलमा भेडा चराउँछु। रम्बलमा चाहिँ मेरो गाडी फसिसक्यो गाइज। अगाडि अर्को गाडी छ, रम्बलमा स्वाट्टै फस्यो यार। नहीं फंसेगा, तानना पड़ेगा। नहीं जा रहा है। हाथ नहीं रख, नहीं रे, निकालना और पत्थर पीछे डालना। हाँ, जा रहा है। नमस्कार साथीहरू, आज मेरो कतारमा कति 218 दिन भएको छ। 218 दिनको दिन चाहिँ म यस्तो जग्गामा आएको छु। तपाईहरुले देख्नुभयो भने सायद मेरो ब्याकग्राउन्डमा तपाईले देख्नु भएको छ होला के छ भनेर। पुरै रम्बल छ है। मलाई चाहिँ कम्पनीबाट एसी लगाउन जा भनेर चाहिँ गाडीमा एउटा एसी हालेर पठाएको छ हैन। गाडीमा देख्न सक्नुहुन्छ एसी छ, तर अरबीले जुन शेखले चाहिँ पठाएको लोकेसन थियो त्यो लोकेसन चाहिँ यही आएर खतम हुन्छ। यहाँबाट अगाडि जान मिल्ने कुनै ठाउँै छैन। त्यहाँ अगाडि चाहिँ आर्मी छ, त्यहाँ जान मिल्दैन। त्यहाँ उता बाटै छैन हैन। यो पुरै एरिया चाहिँ रम्बल हो। ल हेर्नुस्, पुरै रम्बल हो। तर मैले एसी चाहिँ कहाँ लाउने होला? उतापट्टि चाहिँ पर उँटहरू देखिरहेछ। त्यो भागमा चाहिँ अलिअलि उँटहरू देखिरहेछ। सायद बिरुवा चलिरहेछ। बाहिर कतैबाट गाडी आएको छैन। बाटो पनि नेपालको जस्तो वान वे हो हैन। त एउटा गाडी जाने एउटा गाडी आउने त्यस्तो खालको बाटो। कुन ठाउँ होला? ल गेस गर्नुहोस्, यो चाहिँ कुन ठाउँ छु म अहिले यति बेला है। तपाईहरुले गेस गर्नुहोस् म कुन ठाउँ छु, कता। इनाम दिनेछु। त्यो इनाम हुनेछ रिचार्ज कार्ड। नेपालमा हालिदिनुहुन्छ भने नि हालिदिन्छु, यहाँ हालिदिनुहुन्छ भन्नुहुन्छ भने पनि हालिदिन्छु है। तर लोकेसन तपाईहरुले सही पत्ता लगाउनु पर्छ। हामीले लगभग आधी घण्टा कुराएर अरबीको ड्राइभर चाहिँ हामीलाई लिन आएको थियो। हामी चाहिँ अरबीको ड्राइभरको पछि जाँदैछौँ। यो गाडी चाहिँ रम्बलमा छ। पुरै बगर खाले बगर जस्तो पुरै नेपालको कच्ची रोड भन्दा पनि खतम रोड। यहाँको ढुङ्गा त यति अप्ठ्यारो हुन्छ नि, यो ढुङ्गामाथि गाडी चलाउन बडा झेउलाउँछ के। बहुत डेन्जर बाटो, भन्दा डेन्जर त नै, तर यो सम्मो। तर के हो यो ढुङ्गाहरू जो पत्थरहरू जो के हो उछिट्टिएर के गर्छ त्यस्तो खालको बाटो हुँदै हामी चाहिँ जाँदैछौँ हाम्रो डेस्टिनेसनमा, जहाँ चाहिँ हामीले एसी लाउनु पर्ने छ। एउटा घरमा केमा हो थाहा छैन, फर्ममा भन्दै थियो, फर्मको लागि भनेर गएको। तर बाटो चाहिँ पुरै पक्की छोडेर कच्ची, लगभग हामी 5-7 किलोमिटर कच्ची बाटो चाहिँ हिँड्नुपर्ने हुन्छ। साथी हामी चारजना भएर चाहिँ जाँदैछौँ। बाटोमा छौँ। हामीलाई लिन आएको थियो एकजना ड्राइभर, जो ड्राइभरको पछाडि चाहिँ मैले चाहिँ गाडी लिएर गइरहेको छु भने गाडीमा मेरो 4जना साथीहरू हुनुहुन्छ भने अगाडि उसको गाडीमा 2जना छन्। हामी चाहिँ बाटोमा छौँ। त्यही बेलामा मेरो गाडी यसो याद आयो, मेरो यो गाडी भएको भए कस्तो हुन्थ्यो होला भनेको। मेरो गाडीको पनि टायर पङ्चर भएर बसिरहेको छ अगाडि भने। अगाडि त्यो छ, पछाडि म छु, त्यसलाई फलो गर्दैछु। हामी लगभग 4 किलोमिटर हिँडिसक्यौँ होला। 4 किलोमिटर हिँड्दा पनि एकदम यही बेलामा चाहिँ मेरो गाडी फस्यो। गाडी छ रम्बलमा स्वाट्टै फस्यो यार। नहीं फंसेगा, तानना पड़ेगा। नहीं जा रहा है। हाथ नहीं रख, नहीं रे, निकालना और पत्थर पीछे डालना। हाँ, जा रहा है। जाओ। जा रहा है। हाँ, जाओ। निकलो। साला उधर से निकला भैया आया। आप चलो, हाँ, मैं पीछे आएगा आपका लीग में। वो तो 4 व्हील जाएगा, वो 4 व्हील। नचाओ। गाइज हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आइपुगेका थियौँ है। म चाहिँ बाहिरै छु, चाहिँ बल्ल गाडीबाट भित्र झरेँ हैन। डेस्टिनेसनमा चाहिँ आयो। यो चाहिँ कतारीहरूको चाहिँ उँट फर्म रहेछ। यो उँट फर्ममा चाहिँ हामीले एसी लगाउन भनेर आएको। के हो यार, यहाँ त गडङ र गुडुङ गरिरहेको त यार। यस्तै घरमा चाहिँ हामीले एसी लगाउने। हाम्रो बन्धुले चाहिँ एसी लगाइरहेको छ। उहाँ चाहिँ उनीहरूले चाहिँ एसी फिट गर्दैछन्। यिनीहरूको चाहिँ यो फर्म रहेछ, उँट फर्म। यहाँ एउटा भाले उँट बसिरहेछ। उहाँ चाहिँ तिनीहरू चाहिँ घर बनाइरहेछन्। उता चाहिँ टन्नै उँटहरू छन्। ती उँटहरू टन्न अरबीको रम्बलमा, जहाँ चाहिँ अरबीको चाहिँ
आफ्नै फर्म छ है, त्यो फर्ममा चाहिँ रहेछ हामीले चाहिँ एसी लगाउँदैछौँ। हाम्रो चाहिँ यति त्यहाँ भित्र फिटिङ हुँदैछ। यिनी घरहरूमा चाहिँ बस्ने यार पैसा कमाउन कम्ती सुख छ, कम्ती दुःख छ यार। यहीँ बिचरा यति पानी खाएलाई यति पानी हुन्छ। उठ, यो त भाले उठ हो। यहाँ यस्तै फर्महरूमा काम गर्ने धेरै नेपाली दाजुभाइहरू हुनुहुन्छ। बहुत दुःख छ यार यो फर्ममा काम गर्न। उठ त मेरी बा नकुरा गरम, यति धेरै उठ छन् नि यहाँ। यति गर्मी हुन्छ नि, पुरै यो मरुभूमि हो क्या, पुरै मरुभूमि हो। यो गर्मीमा चाहिँ काम गर्नुपर्ने हुन्छ। उता चाहिँ ती उठ, यो घाममा उठ चाहिँ यसरी बसिरहेछन् ती टन यार। यस्तो उ छ, तातो छ। सलाम अलैकुम कुल्लु तमाम मियाँ मियाँ वल्लाही अल्लाह इजन मुस्किल है मुदिर। तेरीमा टोक्ने बर्बाद भयो यार। हामीले चाहिँ यहाँ एसी लगाउँदैछौँ। हामीले चाहिँ यहाँ एसी लगाउँदैछौँ। आज भैया का दिल खुश हो जाएगा। आज एसी लगाइदिएर सबै चाहिँ एसीमा बस्छन् मस्त। आजसम्म यहाँ एसी थिएन रहेछ। यस्तै छ परदेशी। कत्रो छ, कत्रो छ बा। ये क्यों बंद करके रखा है इसको? यसलाई चाहिँ यो भाग्छ भनेर होला यसरी खुट्टा बन्द गरेर राखिदिरहेछन्। बहुत ठुलो छ यार। सन्चै छु हजुरसँग बोल्न पनि डराउँछु, साउदी अरब जङ्गलमा भेडा चराउँछु। यो तातो घाममा भेडा चराउन, यो तातो घाममा ऊँट चराउन, यो तातो घाममा काम गर्न सजिलो छैन साथीहरू। बहुत दुःख छ। मान्छेहरू डिप्रेसनमा जान्छ यो काम गर्दै गर्दा। डिप्रेसनमा के त बाफ्रे बाफ। अनि हालिदिने खुवाउने होइन, सबै काम गर्नुपर्छ। अहिले त आराम गरिरहेछन् सबैले होइन, तर आराम गर्ने ठाउँ पनि खुल्ला छ। एसी छैन। आज हामीले एउटा एसी ल्याएर लगाइदिँदैछौँ। राति सुत्ने बाहिर हो ती, हेर्नु त बेडहरू त्यहाँ बाहिर देखिरहेछन्। ती बेडहरू राति सुत्ने त्यहीँ बाहिर हो होइन। यिनी उठहरू हेर्ने बस्ने। अनि यो ब्रह्मलमा यति गर्मी, मलाई यस्तो पसिनै पसिना बनाएको छ भनेपछि कस्तो होला यार यहाँ काम गर्ने दाजुभाइहरूलाई। तर नेपाली हुनुहुँदो रहेछ यो फर्ममा चाहिँ। हेर्न नसकेर, घामले हेर्न नसकेर चस्मा ल्याउन आएको। चस्मा लाउँछु र म फेरि उतै जान्छु। केटाहरूले काम गरिरहेछन् होइन। ए आज यहाँ उँट, यो भाले उँट रहेछ यार। यो भाले उँट हो, यसरी बसिरहेछ। काट्ता है यी पानीको थुप्लो छैन। ए उठ उठ उठ्दै चलाउनु हुन्न, जिस्काउनु हुन्न। बेजवान जनावर मोटो यो बेहुनी हो पक्कै। यो बेहुनी हो, यो बेहुनी रहेछ। यो बेइसकेको रहेछ। यो बाछो भर्खरको। ए यो भर्खरका यी मिजाहरू बा कति ठुल्ठुलो आउने यार उँट यार। करम बिलिनियरहरूको बिजनेस यहीँ त हो नि। कतारी बिलिनियरहरूको बिजनेसमा ठुक्ने हेर्नु त। ए बा हामी यहाँ काम गर्ने त हामी त डिप्रेसनमा गइन्छ साथीहरू यार। हाम्रो वीरबहादुर दाइले कसरी काम गर्नुहुन्छ? वीरबहादुर दाइले यिनै उँट हेर्ने काम गर्नुहुन्छ। तर यहाँ चाहिँ होइन। वीरबहादुर दाइको अन्तै हो, कता हो थाहा भएन। चबाएको पाउरो काटेको पनि पुरै घाँस चबाए जस्तो गरिरहेछन् यार। पाउरो काटिरहेछ तर घाँस चबाए जस्तो काटिरहेछ। यिनीहरूको लागि चाहिँ खानासाना। ल साथीहरू, साउदी अरब जङ्गलमा भेडा चराउने दाजुभाइहरूसँग पनि भेट भयो। धेरै जसो बङ्गाली, नेपाली अनि हिन्दी अनि सुडानीहरू हुनुहुन्छ। अर्को भिडियोमा भेटौँला। भिडियो मन पऱ्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला। बाई बाई, टेक केयर, सी यु गाइज। बिरेरै आफ्नो ख्याल गर्नु होला। तातो घाममा, तातो मरुभूमिमा काम गर्न सजिलो होइन। यहाँ त खुट्टा पनि हिँड्दैनन् यार गढेर यार। खुट्टा नै हिँड्दैनन् मजाले यार। ल अर्को भिडियोमा भेटौँला। बाई बाई, सी यु। यो त हाम्रो बन्द। ये भाले ठुकता ऐसा करता है वो। हाँ वो ब्याठे करता है, ब्याठे पाला है, ब्याठे। यो ब्याठे हो कि यो चाहिँ पोथीलाई लाउनको लागि राखेको। ठुलो छ टोक्ने, खतरा छ यार। मुंडी पकड़ेगा सीधा निकलेगा, ऐसा फेंक देगा ये बॉर्डर रेंजर है ये। भाले मालूम है? मैं चिपका रहा हूँ। बाय बाय।